हेलो गाइज, आज यो पकौडी बनाउने हो। यो हरियो परियो साग हो भाजीको, अनि यो गोबीको आज पकौडी बनाउने हो। त्यसपछि यसलाई धोइधाइ गरेर राम्रोसँगलाई धोइधाइ पार्ने। त्यसपछि यसरी काट्ने। त्यसपछि गोबी पनि सानो सानो पिस गरेर काट्ने। त्यसपछि प्याज काट्ने। प्याज पनि हाल्नुपर्छ पकौडीमा। त्यसपछि हरियो खुर्सानी हेर्न सक्नुहुन्छ, हाम्रो बारीको अर्ग्यानिक खुर्सानी। कति लामो लामो छ खुर्सानी। त्यसपछि अब पिठो, चामलको पिठो हो यो। त्यसले हामी पकौडी बनाउँछौँ। मम्मीले आगो बाल्न लाग्नुभएको छ। त्यसपछि अब मैले कराई बसालेँ। त्यसपछि अब तयारी गर्दैछु, आगो फुक्दैछु। अब तेल हाल्ने। आगो पनि कस्तो नबलेको। यो सबै मिक्स गर्ने। मिक्स गरेर गोबीको पकौडी गराउने। त्यसपछि पकौडी पनि रेडी भयो। अब यसलाई हामी टेस्ट गर्छौँ। यम्मी।